तेरो नाम के हो? सन्दीप आले। अनि उता दिप्सन राणा। दिप्सन राणा त भन्ने ल तिम्रो गर्लफ्रेन्डको नाम के अरे? Oh my god! Wow! भनेपछि लाउरी दुई 3 4 5 6 7 8 9 काम चोर है यता चाहिँ अनि ल सिस्प्याक देखाउ त ल फेरि ल एकता ल भएन घाम अलि ओहो सिस्प्याक अलि डर बनाऊ न अलि डर हो न हेलो गाइजहरु दर्शक नमस्ते दुईजना डनहरु चाहिँ यहाँ कपाल काट्न आएको रे तेरो नाम के हो? सन्दीप आले। अनि उता दिप्सन राणा। दिप्सन राणा अनि तिमीहरू अब के गर्न आएको? कपाल काट्न आएको? कसले पठाएको तिमीहरूलाई? मम्मीले। मम्मीले? कतिमा पढ्छ अरे तिमीहरू दुईजना? म के हो दिप्सन? 3 मा अनि तिमी? 5 मा? सरहरूले सबैजनाले काट्न पठाउनु भयो कि के हो कपाल? हो? ल ठिक छ। कसको काट्ने पहिला? मेरो। ल सन्दीपको काट्ने पहिला। अलि यता आइज। आर्मी कटिङ हान्ने? ल ठिक छ। दिप्सन गयो त्यसपछि है। अलि यता भन्ने अलि यता के हान्नु है। ल ठिक छ। आज चाहिँ यता डनहरूको कपाल काट्ने रे सरहरूले काट्नु पठाउनु भएको अरे त्यही भएर चाहिँ कपाल काट्ने रे आज। अब हाइट अनुसारको कुर्सी पनि छ है हाम्रो घरमा चाहिँ डनहरूको लागि। तिमी चाहिँ उता बस न कपाल काट्ने ल हस् भन् हुन्छ। ल कसरी काट्ने रे? आर्मी कसरी काट्ने रे? आर्मी कटिङ हो। यहाँ चाहिँ कपाल काटेको साथीहरू जिरो हान्ने हैन? जिरो हाने क्या लाउरी कटिङ भने होइन? ए आर्मी हो। लाउरी आर्मीबाटै होइन भने के? लाउरी आर्मीबाटै होइन भने के? What? कस्तो झुसा आएको यसको? खतर काट्दिने क्या कपाल? तिम्रो गर्लफ्रेन्डको नाम के अरे? Oh my god! Wow! कसलाई छोडिदिएको? को सिर्कला हो फेरि? त्यसको भाइको नाम के हो? तिमीहरूको गर्लफ्रेन्ड छ? तिमीलाई रिसाउनु पर्यो नि त नि। तिमीलाई रिसाउँदैन? अलि ठाडो हो न। डन हान्नु है त? डन कटिङ के? ल खोइ त कहीँ हो ल गाइस कहाँ हान्छ पढ्ने मान्छेलाई? कहाँ ठिकै खाइले क्यामेरा फेरि ठाडो बनाउने कपाल अगाडि ठाडो बनाउने छिटो गरे है दिउसन कपाल लाग्यो। यो कपाल काट्दिएको भए के दिने तिमीहरूले मलाई? म बिहा दिन्छु। बिहा त खाँदैन तेरो दाइले खाइ चिसो मात्रै हो। के भने रेड बुल दिनु? रेड बुल खानु पर्यो नि त अनि खानु परेन त? एउटा पुग्दैन हेर दी 200
चाहियो नि त दिदी त हामी यत्रो कपाल काट्दैछु त लिनु परेन त दिप्सन 250 जोड्दा कति हुन्छ म भन्ने कति हुन्छ 250 250 जोड्दा ए दादा हुन्छ त 50 100 हुन्छ 200 18 हो ठुलो पनि हुन्छ नि त ठिक छ कि हामीले खा हेर्न पनि यो होइन क्या अर्को यो पनि अब खै कस्तो झुसाक हो यो स्याट हान्नु त त्यो अगाडि पनि काट्ने हो र नकाट्नु खै खै त है म ट्याक्कै हिरो बनाइदिन्छु कि तिमीलाई हुन र हस्दै भन् हुन्छ क्या तिमी कस्तो तलसम्म आएको कि झुस ल यस्तो भयो है कटिङ चाहिँ ल सिसप्याक देखा ल मुखिया त देखाउनु पऱ्यो क्या ल दामी चाहिँ ल यो मैले चलाउन आउँछ नि ए त्यो चलाउनु हुँदैन तिमीहरूले यो उता पनि आउँछ ल अब दिप्सन बस ल तलाई ल दिप्सन कस्तो कटिङको हान्ने हो तिम्रो लाउरे कटिङ हान्ने हो कि मुलेट हान्ने हो कि कस्तो हान्ने उसको जस्तै हान्ने ह्यान्डसम देखिरहेको छ त्यसलाई नि मुलेट त्यहाँ सुहाउँदैन मुलेट त मुलेट भनेको कस्तो हुन्छ भने यति मात्रै हुन्छ कि मुलेट भनेको यति मात्रै हुन्छ यसरी काट्यो भने पनि सरहरूले पिटिहाल्छन् तिमीलाई अब आर्मी कटिङ भनेको चाहिँ पुरा यस्तो फुर्रा हुन्छ सर उसको जस्तै हुन्छ क्या भएपछि लाउरे हजुरको गर्लफ्रेन्डले त फेरि मार्छ नि फेरि यस्तरी काट्यो भन्दै हो कि यति मात्रै यस्तरी मात्रै काट्ने होइन ल ल ल पहिला यस्तरी काटौँ के अरे है काटेर खाने चाहिँ ल दिप्सन भान्जोको नि आज कपाल काट्यो है सधैँ कसरी काट्ने ल के मामालाई अझै हरेक बुखाउने काट्दियो नि यस्तो दाम काटिदिन्छ मामाले अहिले अन्त बस त्यसरी फ्रेम त्यहाँ दिएर नआसक्ने त्यसरी फ्रेम आइदिन्छ मैले काटेँ यहाँ अगाडि भने अहिले दाइजन यसो गर्ने अनि माथि गाहाल्ने त ए ल ल घुम ल कपाल कस्तो भयो ल सर बदबाल भएछ ल ल उफ्री ल एकचोटि
3 4 5 6 7 8 9 अलि तल जान 10 ल ठिक छ ल तिम्रो लाउरे हुन्छ है राम्रोसँग पढ्नु पर्यो है बरु ल है काम चोर है यता चाहिँ काम चोर त हो नि काम चोर त होइन तिमी काम नगर्ने भनेको काम चोर अनि ल सिस प्याक देखाऊ त ल फेरि ल एकता ल भएन घाम अलि ओहो सिस प्याक अलि दर बनाऊ न अलि दर बनाऊ न आमा ल दिसन लैजा खोइ ल तिमी सिस प्याक देखाऊ ल अलि यता कालो देखेँ कि घाममा के के जिम्नास्टिक हान्नु अलि भर्खर कस्तो उता हान्न लागि जस्तै क्या जिम्नास्टिक हान्नु ल हात ल ल हाने ल बाबा ल बाबा ल ल भयो